गाउँठाउँमा तपाईँहरूले यदि तपाईँहरू गाउँठाउँमा नै बस्नुहुन्छ भनेदेखि गाउँठाउँको यस्तो सुन्दर ठाउँहरूलाई पनि यसरी विकसित गरिएको छ अथवा जहाँ तपाईँ चाहिँ घुम्न आउन सक्नुहुन्छ है। त्यस्तै यो एउटा तपाईँले देखिरहनु भएको छ, यो मन्जु पार्क हो। दार्जिलिङ मिरिक क्षेत्र अन्तर्गत पर्ने है। यहाँनिर अब आज हामी पनि यसो है गेट टुगेदर गर्नको निम्ति आएका छौँ है। यहाँ साथीहरू छन् र तपाईँहरूले यो हाम्रो यो सानो यो गाउँले जीवनको रमाइलो पलहरूलाई हेर्न सक्नुहुन्छ। हिजो ल्याएको थिएँ कि 5 किलो। 5 किलो हजुर, पचनी मात्रै? पचनीमा छ, आन्द्रा र भुडी छ। यसको चाहिँ कस्तो प्रकारले के हुन्छ? यसलाई अब यो सबै रेडी छ, पाकिरहेको छ कि सर। हजुर। यसलाई अब मसला ससला हालेर कुकर कराईमा पकाउनु मात्रै हो। ए अच्छा, ओके। मसला हेरौँ अहिले है कसरी बनाउँछ। अहिले हेर्नुहोस् न। एकदम यहाँ हेर्नु सर, स्लाइस कटिङ त माने मैले हेलो मेरो मुस्तान्डे र त्यति सर हाम्रो छोडिरहेछ पुछ गरेर त्यही हो। के हो भुडी के हो हो दाजु भुडी रोनी है? सर उज्जवल सर के हो यो हैन आइला हो आउँछ सर हटिस आइला देखौ यता 5 केजी हो कुरा कहाँ हो भैँसीको पचनी र यसरी चट्ट पकाएर चाहिँ अब हामीले है पकाएको थियौँ। अरू आइटम पनि धेरै थियो, तर यसलाई मैले सर्ट भिडियोमा राख्न खोजेको छु है। यो फर्स्ट भिडियो हो है। र हामीले यो विशेष छोटो भिडियो है गाउँठाउँमा के कुराहरू भइरहेका हुन्छन्, गाउँठाउँका धेरैवटा यस्ता कुराहरूलाई हामी विशेष भ्लगद्वारा राख्ने कोसिस गरेका छौँ है। र हामी सबै अब साथीभाइहरू यसरी भेला भएका थियौँ र यो हाम्रो यो सानो भ्लगमा हजुरहरूलाई पनि केही देखाउने प्रयास छ। हाम्रो यो फर्स्ट भिडियोलाई चाहिँ तपाईँहरूले सर्टमा हामीले राखेका छौँ है। तपाईँहरूले इन्जोय गरिदिनु होला र यस्तै फेरि भिडियोजहरू लिएर आउनेछौँ।